ए बाबा मेरो त कामै बोल्ने हो हैन, हुन त म श्रमदाता हो, तर सदनमा के ढुङ्गा पास गरिराख्नु? यताबाट ज्ञानेन्द्र साईलाई दिने, यताबाट उता प्रचण्डलाई ढुङ्गा पास गर्नु, त्यहाँ ढुङ्गा छ कि पाइप तान्नु? के तान्नु त्यहाँ? हैन, त्यहाँ त म बोल्ने त हो त, सदन भनेको बोल्ने नै ठाउँ हो क्या। अनि त्यहाँ बोल्दाखेरि चाहिँ धेरै बोल्यो अरे, फेरि अब धेरै बोल्यो पऱ्यो, धेरै विषयवस्तु उठान गर्यो हैन। पटनामा चाहिँ नि 900 जना नेपाली दाजुभाइ दिदी बहिनीदेखि लिएर सुस्ताको कुरादेखि लिएर दार्चुलाको कुरादेखि लिएर नेपालभरिकै कुरा उठायो, राम्रो कुरा बोल्यो पो भन्नु न हैन। सुनसरी एकै मात्रै कुरा त मैले उठाएको छैन नि त है, धरानको मात्रै त बराक क्षेत्र रामधुनीको मेरो चुनाव क्षेत्रको मात्रै कुरा उठाउने होइन नि। म त एउटा दलको राष्ट्रिय नेता पनि भएको कारणले, राष्ट्रिय तपाईँको अध्यक्ष भएको कारणले, आई मिन टु से मैले यत्तिकै आउँछ मान्छे, यो मेरो बोलिदिनु, यो बोलिदिनु, यस्तो भयो, अन्याय पर्यो, ती कुराहरूलाई बोल्नुपर्छ पर्दैन मैले? अनि धेरै बोल्यो भन्छ। म तपाईँहरूलाई अस्ति पनि मैले एउटा इन्टरभ्यूमा भनेको थिएँ, के अरे AP1 को इन्टरभ्यूमा, जुन दिन हर्क साम्पाङ बोल्न छोड्छ त्यहाँदेखि विचार गर्नुहोस्, देशमा बेथिति मौला आयो भनेर बुझाउनुहोस्। खबरदारी गरिराख्नुपर्छ, प्रधानमन्त्री आएर बोल्नुपर्छ, जवाब दिनुपर्छ होइन। प्रधानमन्त्री लुकेर बस्ने हो र? होइन। त्यसले गर्दाखेरि सदनमा आएर बोल्नु भन्ने माग मैले राखिरहेको छु है। त्यो माग राख्दा 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 एक दिन चाहिँ जाउँ न त हर्क साम्पाङ नभएको बेलामा भन्ने हिसाबले पनि होला, म यता आएको बेला आएर बोल्नु भएछ, फेरि के बोली पठाउनु भयो, त्यहाँदेखि त अब खत्तम भइहाल्यो। म जिस्काइरहन्छु बालनजीलाई, जिस्काइरहन्छु हाम्रो प्रधानमन्त्रीलाई, म जिस्काइरहन्छु, उहाँ सदनमा आएर बोल्नै पर्छ, बोल्नु पर्दैन है। त्यसले गर्दाखेरि त्यो हो, त्यसो भन्दा चाहिँ विरोध गर्यो भन्छ क्या, विरोध होइन त्यो, मैले मेरो काम गरेको है। अब बोल्दै नबोल्ने भन्दा म पनि जाँदिनँ नि, 6 महिना छुट्टी लिन्छु, सभामुख म आउँदिनँ, 6 महिना भन्छु, 6 महिना यतैतिर कुदिन्छु, रमाइलो होइन। त्यस्तो गर्दा हुन्छ त? मैले त्यो तपाईँले त्यो गर्नलाई मलाई त्यहाँ पठाएको हो, नत्र 6 महिना 1 वर्षको छुट्टी लिन्छु, विदेश जान्छु है, विदेश जान्छु। बोल्नकै लागि म त्यहाँ गएको हो, जनताको आवाज उठाउनकै लागि म त्यहाँ गएको हो, सरकारलाई खबरदारी गर्नकै लागि म त्यहाँ गएको। अब अस्ति तपाईँले देख्नुभयो नि, अर्थमन्त्रीज्यू आफैले स्वीकार्नुभयो, ए बाबा मेरो त कामै बोल्ने हो हैन, हुन त म श्रमदाता हो, तर सदनमा के ढुङ्गा पास गरिराख्नु? यताबाट ज्ञानेन्द्र साईलाई दिने, यताबाट उता प्रचण्डलाई ढुङ्गा पास गर्नु, त्यहाँ ढुङ्गा छ कि पाइप तान्नु? के तान्नु त्यहाँ? हैन,